सुरक्षित सबभन्दा ठुलो हुन्छ पब्लिकलाई सोधौँ है त। ल म पब्लिकलाई एउटा प्रश्न गर्छु, स्थानीय नगर सरकार स्थानीय सरकारको समन्वय बिना सहमति बिना प्रदेश सरकारले आएर जेसुकै गर्छ, जत्रसुकै जेसुकै गर्छ, त्यो मान्नुपर्छ भन्ने छ? उहाँहरूले योजना पार्नुहुन्छ। मैले भन्दैछु नीतिगत भ्रष्टाचार हो यो। हाम्रो कहाँनिर कत्रो के बाटो बनाउनु पर्ने, हाम्रो आवश्यकता के छ हामीले थाहा हुनु पर्यो नि, होइन? तपाईँको बाटो कत्रो हुनुपर्छ भन्ने कुरा चाहिँ प्रदेश सरकार, सुन्नु न, प्रदेश सरकारमा तपाईँलाई सम्मान गर्छु मन्त्रीज्यू, तर तपाईँले पनि के बुझ्नुपर्छ भने नि, जुन नेपाली तपाईँको जनताले तपाईँले चुनेर त्यहाँ पठायो नि, त्यही सार्वभौम नेपाली जनताले चुनेको मेरोमा है। संविधानको कुन चाहिँ धाराको कुरा गर्नुहुन्छ? स्थानीय सरकारलाई चाहिँ तपाईँको कारिन्दाको रूपमा कजाउनुपर्छ भनेर प्रदेश सरकार र संघीय सरकारले गर्नुपर्छ भनेर लेखेको कहाँ छ? हामी त समन्वय गरेर जानुपर्छ, समन्वय गरेर जानुपर्छ। समन्वय भएन भने हुन्छ?